पहिला चाहिँ नि हिंसात्मक भन्दा पनि नेपाली समाज भनेपछि टडक भडक गर्नेहरूमा गनिन्थ्यो। अब चाहिँ नि टडक भडक चाहिँ नि अलिक कम हुँदै गएको जस्तो देखिन्छ। सायद छ पनि होला कतै कतै, तर अब नयाँ कुरा आइरहेको छ, यो असाध्य यो हिंसात्मक भएर आइराखेको छ। अब धर्म छ, हिन्दू धर्म छ, बौद्ध धर्म। हिन्दू धर्मलाई पनि हिंसात्मक धर्म त भन्न मिल्दैन होला, बौद्ध धर्मलाई त झनै भन्न सकिँदैन है। अब हिन्दू धर्ममा पनि मानिसहरू हिंसात्मक कुरा गर्छन्, हिंसा गर्नु मिल्छ भनेर भन्छन्। जमानामा थियो त्यस्तो शब्द, वैदिकी हिंसा हिंसा नभवति, वैदिकी हिंसा हिंसा नभवति। वैदिक धर्म अनुसार मन्त्र उच्चारण गरेर हिंसा गर्यो भने त्यो हिंसा नै होइन, त्यो त देउतालाई चढाएको भन्ने मूल्य मान्यता थियो। त्यही अनुसार पनि यो अगाडि बढेको पनि देखिन्छ। तर त अहिले धेरै सजग भइसक्यो नि, भएको हुनाले चाहिँ नि धार्मिक रूपमै साँच्चै नै केही कुरा बुझेका मानिसहरू चाहिँ नि हिंसा गर्न चाहँदैनन्, गर्दैनन्। कालान्तरमा अहिले जुन किसिमको हिंसा प्रवृत्ति बढेको छ, अब त्यसको दोष हामीले कसलाई दिनुपर्दछ त भन्दाखेरि शिक्षालाई त दिन मिल्दैन। शिक्षाले त त्यस्तो दिएको होइन। शिक्षाले त ज्ञान गुणै दिएर पठाएको हो, विभिन्न विषय विधा धेरै पठाएको हो। यो हिंसाको प्रवृत्ति चाहिँ नि मलाई लाग्दछ जुन मानिसको एउटा आधारभूत आवश्यकता हुन्छ नि, त्यो आधारभूत आवश्यकता नै सरकारले दिन सकेन। अब छोराछोरीलाई उनीहरूको आधारभूत आवश्यकता बाउआमाले दिन सकेन भने बाउआमाको विद्रोहमा लाग्छन् उनीहरू। त्यस्तै समाजले आधारभूत आवश्यकता त्यो समाजलाई दिन सकेन भने समाजभित्र आन्दोलन हुन्छ। देशैभित्र चाहिँ अहिले जुन किसिमको विद्रोह छ, त्यो विद्रोह भनेको जनताको आधारभूत आवश्यकता नै यो नेपाल सरकारले जसले चलाए पनि, जुन कालखण्डमा पनि जसले चलाए पनि यो आधारभूत आवश्यकता दिन सकेन। र अब जनतालाई आफ्नो आधारभूत आवश्यकता छ। उदाहरणको रूपमा लिउँ न, रोजगारी त चाहिएको छ नि त युवा युवतीहरूलाई। शिक्षा त दियो, स्कुल कलेज त दियो, पढ्यो, डिग्री पायो, तर रोजगार त छैन। अब जोसँग रोजगार छ उसलाई पनि पर्याप्त मात्रामा तलब छैन, पारिश्रमिक छैन। हुनेले पनि रोजगार भएकालाई पनि पर्याप्त नहुँदाखेरि उसले घुस खाने, चोरी चकारी आदि इत्यादि गर्नुपर्ने बाध्यता आयो। जोसँग त रोजगारै छैन अब उसले त लुटपाट गर्नै पर्यो। मैले यही विश्लेषण गरेको, एउटा आधारभूत आवश्यकता नै सरकारले दिन सकेन र जनता विद्रोहमा लागे। अर्को कुरा चाहिँ नि जुन तपाईँले भर्खर भन्नुभयो नि, 8 क्लासको केटा पनि अब ढुङ्गा बोकेर हिँड्छन्। त्यो किन भयो भन्दाखेरि जबसम्म मानिसले ठिक ढङ्गबाट माग प्रस्तुत गर्दाखेरि सरकारले वास्तै नगर्ने, शान्तिपूर्ण आन्दोलन गर्यो भने वास्तै नगर्ने, आउँछन् कराउँछन् जान्छन्, सकिहाल्यो 2-4 दिन कराउँछन् भनेर त्यसरी अत्यर गरिदिने, अन्डर एस्टिमेट गरिदिने, उनीहरूको आवाजलाई अन्डर एस्टिमेट गर्यो। अनि थाहा भयो कि अब यहाँ त सोझो मुखले भनेर हुँदैन रहेछ, शान्तिपूर्ण कुराले गरेर हुँदैन रहेछ, वार्तै हुँदैन रहेछ। जबसम्म विध्वंसात्मक काम हुँदैन तबसम्म सरकारले आँखा खोल्दैन, वार्तामा आऊ भन्दैन भन्ने कुरा पनि यो धेरै सालको जुन यो छ नि, भनौँ न यो 60 सालको क्रान्तिदेखि लिएर अहिले भर्खरसम्मको क्रान्तिमा के छ भने राम्रो शब्दबाट पोलाइटली सभ्य तरिकाले माग गरेसम्म अत्यर गर्ने, वास्तै नगर्ने। जब त्यहाँ विध्वंस आयो अनि मात्रै आऊ वार्ता गर्न आऊ, हामी कुरा गरौँ भन्ने जुन किसिमको यो सरकारको नै यसभन्दा दोषै सत्ताकोही दोष छ। उनीहरूले त्यसरी गर्ने गरे, जसले गर्दा सबैले सिक्यो। अब के भन्नु पर्यो भने आन्दोलन भनेको विध्वंसात्मक हुनैपर्छ अनि मात्रै सरकारले हामीलाई टेर्छ भने टेर्दैन भन्ने। अब मैले नै कतिचोटि प्रजातन्त्र देखिसकेँ। 7 सालमा त म थिएन, त्यसपछिको चाहिँ 46 सालमा त म थिएँ, 40-46 के भन्छ होइन। त्यहाँदेखि आजसम्म त हामीले चाहिँ देखेका छौँ नि कि चाहिँ जबसम्म शान्तिपूर्ण आन्दोलन हुन्छ, माग राख्छन्, टेर्दैन। जब विध्वंस हुन थाल्छ अलिकति हल्लो के हो कसो हो भन्न थाल्छ। अति नै विध्वंस भएपछि अनि होइन आइदियो भनेर फेरि उनीहरूले नै ढाक्छन्। एउटा उदाहरण दिउँ, सुर्खेतमा बौद्ध मूर्ति थियो, त्यहाँ पुलिस चौकीमा त्यसलाई घोप्टाएर टोयलेटको शौचालयको सँगै राखिएको थियो एकचोटि। त्यो साल अहिले ठ्याक्क भन्न सकेन। अब त्यसलाई चाहिँ नि अनि सरकारले यसलाई हेरिदिनु पर्यो, त्यसो त गर्नु भएन नि। बुद्ध मूर्तिलाई अनि पुलिस चौकीमा
अनि टोयलेटको छेउमा राखिदिनु भएन नि भनेर त्यहाँ कुरा गरेर राखेर वास्तै गरेन। जब त्यो सुर्खेतबाट आन्दोलन काठमाडौँ आए, काठमाडौँमा अनि हामीहरू नै संलग्न भए, हामीले पनि माग पत्र राखेर भेट्न जाँदाखेरि भेट्नै चाहेन सरकारले। जब हामी माइती घरमा भेला भए अनि घर घरमा फोन आयो, ए नरेशजी, ए गुरुजी आउनुहोस् न, हामी बालुवाटारमा बसेर कुरा गरौँ भनेर फोन आयो। अब यस्तो त मलाई नै अनुभव छ। जब माइती घरमा जाँदैन, त्यहाँ अलि चाहिँ बाटोसाटो बन्द गरिँदैन है, तबसम्म सरकारले टेर्दैन। त्यो सरकार जोसकै होस्, या त्यो काङ्ग्रेस थियो होला, कहिले त्यो एमालेको थियो होला, कहिले माओवादीको थियो होला, जुनसुकै सरकार भए पनि जनताको आवाजलाई कदर नगर्ने, जब विध्वंसात्मक भयो अनि मात्रै त्यसलाई हेर्ने बानी यो ट्रेन भएको हुनाले अहिलेको जनताले सिकिसक्यो के अब यहाँ विध्वंस नै गर्नुपर्दछ। अभिभावक सचिनुपर्छ। अभिभावकमा त्यो ज्ञान हुनु पर्यो, धर्मको ज्ञान हुनु पर्यो, कर्मको ज्ञान हुनु पर्यो, कर्तव्यको ज्ञान हुनु पर्यो है। अभिभावकमा त्यो ज्ञान भएन भने तल जतिसुकै भए पनि त्यो भएको व्यक्ति कठिन जेल सहेर बस्छ, कठिन जेल ऊ चाहिँ चुप्प लाएर बस्छ। जब रोजीरोटीकै कुरा आउँछ, घाँस बाँसको कुरा आउँछ, आधारभूत आवश्यकताको कुरा आउँछ, जीव ज्यानको कुरा आउँछ, त्यो भएपछि उनीहरू भड्किहाल्छ। सबै त बुद्ध हुँदैनन्। यहाँ यो नेपालमा संसारमा करोडौँ जनसङ्ख्या हुँदाखेरि एकजना बुद्ध जन्मनु भएको थियो। अहिले अरबौँ जनसङ्ख्यामा 2 जना बुद्ध भनेर आउँदैन। त्यस्तो युग पुरुषहरू त कहिलेकाहीँ मात्रै आउँछन्। अब उहाँहरूबाट दीक्षित शिक्षित अब हामी समाज त हुन्छौँ। त्यो समाजमा एउटा आफ्नो सिमाना हुन्छ, कहाँसम्म सहने, कहाँसम्म चाहिँ नि भन्ने। अब त्यसकारण यो कुराहरूलाई भनेको मुख्य शब्द नै हो मेरो चाहिँ हो अभिभावक। घरमा पनि अभिभावक नै ठुलो भूमिका हुन्छ, समाजमा पनि अगुवाहरूको ठुलो भूमिका हुन्छ, देशमा पनि यो देश चलाउने उनीहरू त चाहे त्यो शब्द प्रधानमन्त्री होस्, मन्त्री होस्, नेता होस्, आखिर अन्तर्गतबाट त अभिभावकत्व हो नि। त्यो अभिभावक नै चाहिँ नि ज्ञानी बुद्धि भएको ज्ञानी हुनुपर्दछ र सचेत हुनुपर्दछ, अनि मात्रै तल चाहिँ नि सुधार हुन्छ। कुनै कुनै कुरा यस्तो छ, तल सुधार भएपछि माथि सुधार हुने हुन्छ। तर कुनै कुनै कुरा कस्तो हुन्छ भने माथि नै सुधार हुनुपर्छ के, माथिबाट टप टु बटम नै हुने हुन्छ कुनै कुनै कुरा। त्यसलाई होइन बटमबाट टपमा लगाउँ भनेर हुँदैन। र देशमा शान्ति, यो हिंसा हत्या यस्ता समाधानको लागि है, यस्ता विध्वंसात्मक चाहिँ आन्दोलनहरूको समाधानको लागि सबभन्दा पहिले यो टाउकेहरू अथवा अभिभावकहरू नै चाहिँ नि सचिनु पर्दछ। त्यहाँबाट नै सुधार हुनुपर्छ। उहाँ आफै भ्रष्टाचारी छ भने तल के को कहाँ भ्रष्टाचार रोक्न सक्छ। उहाँहरू आफै चाहिँ नि अब भनौँ न दुराचार अत्याचार गर्ने वर्ग, शोषक वर्ग पर्यो भनेदेखि तल चाहिँ नि कसरी त्यो सुधार हुन्छ। शिक्षा चाहिँ हो बर के तलबाट आउनुपर्छ। शिक्षा भनेको घरमूली मात्रै शिक्षित भएर पुग्दैन, छोराछोरी पनि शिक्षित हुनुपर्दछ है। घरमूली मात्रै सफा सुग्घर भएर हुँदैन, छोराछोरी पनि सफा सुग्घर हुनुपर्दछ। घरमूली मात्रै निरोगी भएर पुग्दैन, परिवारै सदस्य सबै निरोगी हुनुपर्दछ। त्यो चाहिँ नि तलबाट आउने कुरा हो। अनि यो चाहिँ नि जुन देश विकासको कुरा र जनताको बिचमा यो हिंसाको लाई मेटाउने कुरा, यी कुरा भनेको यो माथिबाट नै हुनुपर्दछ, राज्य सत्ताबाटै हुनुपर्दछ, नेता अभिभावकबाट नै हुनुपर्दछ। त्यसकारण उहिले पुरानो कथामा आउँछ, राजा राम्रो भए देश राम्रो हुन्छ भन्छन्। अब राजा नै राम्रो छैन भने देश राम्रो हुँदैन। भन्नु खोजेको के हो त, टाउको राम्रो हुनु पर्यो, माथिल्लो कुरा राम्रो हुनु पर्यो। के कुरामा? यो सामाजिक शान्तिको कुरामा, देशको शान्तिको कुरामा, विश्वको शान्तिकै कुरामा। विश्वको शान्ति कहिले हुन्छ त भने यो ठुल्ठुला राष्ट्रका राष्ट्र प्रमुखहरू, राष्ट्रपतिहरू गतिलो भए पो विश्वमा शान्ति हुन्छ। त 1-2 जना सङ्ख्या हुनासाथ विश्व नै उथलपुथल हुन्छ।